आज चाहिँ डे 4 सिरखर्कबाट अब याखर्क लेदार हुँदै थोरङफेदीसम्म पुग्छ होला हैन त कस्तो भइराछ सजिलो रे 4 दिन भइसक्यो हिँडे जस आज फेदीसम्म पुग्छ होला यो चाहिँ सिरखर्क यहाँबाट तल झर्सकेपछि यदि तिलिचोबाट झर्दैछ भने चाहिँ यो चाहिँ छुट्टिने पोइन्ट हुन्छ तिलिचो लेक याखर्क ट्रेल याखर्क हुँदै चाहिँ यताको बाटो चाहिँ थोरङला तलको बाटो चाहिँ खाङसारतिर फर्किन्छ अहिले चाहिँ सिरखर्कबाट हिँडेको लगभग 30-35 मिनट भयो यो पोइन्टमा आइपुगेको छ के ठाउँ हो यो सबै भत्केको घरहरू मात्रै छ तिलिचो चाहिँ त्यो टपको हिमाल त्यसको ठ्याक्कै तल पर्छ यो बाटो हुँदै बेस क्याम्प अनि पारीको यो बाटो देखेर यहाँ अब चाहिँ हामी थोरङला पास सायद त्यो माथि देखेको हिमालको छेउछाउतिर कतैबाट जान्छौँ यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा भएन यो पोइन्टबाट चाहिँ खाङसार ठ्याक्कै खाङसार देखिँदो रहेछ तल चाहिँ खाङसार यहीबाट तिलिचो ट्रेक स्टार्ट भएको थियो हामीलाई हिँड्न गाह्रो भइरहेछ मान्छेहरू साइकलमा क्रेजी बल्ल याखर्क पुग्नु थाल्यो फाइनल्ली याखर्क आइसकेको छ याखर्क
4018 मिटर धादिङ लज। गुड मर्निङ। आज चाहिँ डे 6। हिजो सिरखर्कबाट याक्खरसम्म मात्रै आएर बस्यो। लगभग 12:30 बजीतिर याक्खर्क आइसकेको थियो। अनि अति नै अब हाइली गर्दा होला टाउको दुखिसकेपछि अब आज यही रेस्ट गर्नुपर्छ भनेर त्यही नै रेस्ट गरियो। अनि आज बिहान चाहिँ याक्खर्कबाट डे 6 को यात्रा सुरु गरेको छु। यस माथितिर आउँदाखेरि जति नै हाइट चढेछु भने पनि कुनै कुनै अवस्थामा लेक लाग्न सक्दो रहेछ, अलिकति अनइजी फिल हुँदो रहेछ। त्यस्तो भयो भने चाहिँ सकेसम्म माथि चढ्नुभन्दा त्यही नै रेस्ट गर्नु राम्रो। अर्को दिन चढ्नु मिलिहाल्छ। हिजो खास टार्गेट चाहिँ थोरङ फेदी अथवा थोरङ हाइक्याम्पसम्मको प्लानिङ थियो, तर अलिकति हेड पेन भयो। त्यसले गर्दा याक्खर्कमै रेस्ट गरेर अनि आज चाहिँ हाइक्याम्पतर्फ लाग्दैछु। याक्खर्कबाट हिँडेको लगभग 30-35 मिनट जस्तो भयो। अहिले चाहिँ यो लेदार भन्ने ठाउँमा आइपुगेको छ। यहाँबाट यो बाटो हुँदै थोरङ फेदीतिर जान्छु। म चाहिँ अहिले लेदारबाट थोरङ फेदीको बाटोमा छु। पारि पनि बाटो देखिएको छ। यो पनि थोरङ फेदी जाने नै बाटो हो। अलि बढी उकालो छ।
अब सायद यो लास्ट उकालो होला, यसपछि फेदी देखिन्छ होला, थोरङ फेदी। अब यो लास्ट उकालो थोरङ फेदी यहाँबाट देखिन्छ होला। थोरङ फेदी अब चाहिँ बाटो ओह्रालो ओह्रालो छ। फेदी यो चाहिँ पुरानो बाटो, म यताबाट आएको चाहिँ यो चाहिँ नयाँ बाटो भयो। यो पुरानो बाटो खास यो ल्यान्डस्लाइड एरियाले गर्दाखेरि अलि रिस्की छ भनेर यो नयाँ बाटो बनाएको रहेछ। यो तल देखेको चाहिँ थोरङ फेदी, र यहाँबाट यसरी बाटो गएको छ। यो चाहिँ हाई क्याम्प सबै उकालो चढ्नुपर्छ। बाटै हरायो सर्टकटको चक्करमा। अब यहाँबाट यो कसरी झर्ने फेदी? यो झोलङ्गे पुलको बाटो जानुपर्ने, बाटो हरायो। यता सर्टकट पाइएला भनेर यो बाटो झऱ्यो। अब फेरि माथि निस्केर अनि त्यो बाटो सर्ट झर्नुपर्ने हो। पारी छ थोरङ फेदी, बाटो हराएर यही बाटो फेरि रिटर्न आयो। यहाँ त बाटै छैन। अब यहाँबाट ल टपमा जानुपर्ने हो। अनि यो सस्पेन्सन ब्रिज छ त्यहाँ, यो सस्पेन्सन ब्रिजबाट यहाँ अनि हाई क्याम्प त ठ्याक्कै माथि। फाइनल्ली लगभग 35-40 मिनटपछि बाटो भेटियो। अब यो बाटो हुँदै यो झोलङ्गे पुल भएर पारी जान्छ, त्यसपछि हाई क्याम्प। यो ओह्रालो झरेपछि चाहिँ अब झोलङ्गे पुल स्टार्ट हुन्छ। कति लामो छ यो? लगभग होला आधी किलोमिटर। फाइनल्ली थोरङ फेदी आइपुग्यो। 44-50 मिटर। थोरङ फेदी आउने चाहिँ दुईवटा बाटो छ। एउटा यो तलको बाटो भयो, यो माथिको बाटो चाहिँ यहाँबाट आउँछ, यसरी माथिबाट आउँछ यो। हामी चाहिँ सर्टकट भनेर यहाँबाट यसरी यो झऱ्यो, यहाँ गएपछि बाटो थिएन। अनि फेरि रिटर्न ब्याक टु यसरी निस्केर यहाँ निस्केर अनि त्यसो बल्ल आइपुग्यो। अहिले चाहिँ म थोरङ फेदी आइसकेँ। यस्तो राम्रो होटेलहरू छ नि यहाँ, एउटै होटल हो यो। भोटे कुकुर। थोरङ फेदीबाट यति माथि आयो। अब यहाँबाट यस्तै ठाडो छ माथि, यहाँ निस्किनु पर्ने। थोरङ फेदीबाट हाई क्याम्पको आधा बाटो आइसकेको छ।
उकालो कहाँ तलबाट आएको बल्ल हाइक्याम्प देखियो हाइक्याम्प 4800 मिटर थोरङ्ला हाइक्याम्प थोरङ फेरिबाट लगभग 1 घन्टामा थोरङ हाइक्याम्प पुग्न लाग्यो फाइनल्ली वी आर एट थोरङ हाइक्याम्प मिटर फाइनल्ली वी आर एट थोरङ हाइक्याम्प यो माथि देखिएको चाहिँ थोरङ भ्यू पोइन्टतिर जाँदैछु थोरङ बेस क्याम्प यो चाहिँ भ्यू पोइन्ट हाई क्याम्प भ्यू पोइन्ट 4900 मिटर सनसेट हुन लाग्यो यसो थोरङ फेरि यहाँ तल छ यहाँबाट गुड मर्निङ फ्रम थोरङ हाई क्याम्प बिहानको 4 बजे छ अब चाहिँ हामी पास गर्छौँ यहाँबाट लगभग 4 घन्टामा थोरङ पास गरेर अनि उता मुक्तिनाथ चढ्छौँ अन्धकार छ अन्धकार यो टर्च लाइटको भरमा अब उकालो चढ्नुपर्छ थोरङ हाई क्याम्पबाट पास जाँदैछु माथि देख्न सकिन्छ लाइट मान्छेहरू चढ्दैछन् बाटो यस्तो राम्रो पुल बनाएर रहेछ थोरङ हाई क्याम्पबाट हिँडेको लगभग
1 घन्टा 40 मिनट भयो। यस्तो छ यहाँको भ्यू, सनराइज हुन लाग्छ जाने बाटो। फाइनल्ली थरङ्ला पास पुग्यो, 5400 मिटर। एउटा पटक खिच्दिनु है। हेलो फाइनल्ली थरङ्ला पास गरेर मुक्तिनाथ मन्दिरमा आइपुग्यो। मुक्तिनाथ मन्दिरमा दर्शन गर्नेहरूको भिडभाड रहेछ। भिडभाड छ मुक्तिनाथ मन्दिरमा। यो 5 रुपियाँ कतिचोटि खसिसक्यो। त्यहाँ चढा गयो धर्मै हुन्थ्यो होला।